टिपा बनाउन लाग्नु भएको हैन हौ बाँसको तामा बाँसको तामा ब्याम्बू सुट्स भन्छ हैन त्यसलाई ब्याम्बू सुट भन्छ यो चाहिँ तपाईले घरबाट टिपेर ल्याउनु भयो अहिले माथिदेखि बारीदेखि टिपेर ल्याएको यसलाई चाहिँ यसको अचार खाने यसको अचार खाने यसको तरकारी अनि बाँसको तामाको त अचार मेसो चाहिँ त्यो योलाई चाहिँ कुवाएर राखेपछि मेसो बन्छ यो चाहिँ डाइरेक्ट अब यसको तरकारी खाने हो यो चाहिँ के गर्नुपर्छ बोक्रा निकाल्नु फ्याक्नु अनि सबै नङ्गाएर अनि के छैन त बाँकी छ नि के छ देखिनुहोस् अब यो चाहिँ सिटी लगाउने अब यसलाई चाहिँ तरकारीमा त्यसरी पकाउने हो तरकारी पकाउने बाम्बू सुटको अब हेरौँ है कस्तो हुन्छ है तरकारी बेसार र नुनमा चाहिँ अलिकति उमाल्ने होइन बेसार नुन र पानीमा चाहिँ अलिकति उमाल्ने यतिको हिटमा ठिकै हुन्छ यसरी अब उम्लेपछि चाहिँ के गर्ने उम्लेपछि तारेर अनि त्यहाँदेखि यो चाहिँ उम्लेपछि यस्तो हुन्छ है उमालिसकेपछि यसरी पानी चाहिँ तराएर राखेको छौँ हामीले आज हामी नेपाली स्टाइलमा लसुन तेल के हो 12 मसला के मसला 12 मसला 12 यसले 13 मसला यो किमुरलाई चाहिँ तरकारीहरू खूब बास्ना बनाइदिन्छ मलाई त मन पर्दैन तल्लो जस्तो चिकन अलिकति रोस्ट गरेको चिकन हाल्नुपर्छ होइन चिकनमा हुने पानीहरू चाहिँ रोस्ट गरी पकाउनुपर्छ सुकाएर के हो अब हाल्दैछौँ बन्दुक पकाइरहने अनि बाहिर त्यसको खाना भयो अब मसलाहरू के को मसलाहरू त्यसको 12 मसला पिसेको अहिले चाहिँ माथि सोक्दै गोलाको अब छोप्ने
पोहोरको है, यो सालको होइन। आज मे कति हो? 2026 साल मे 28 तारिक। 28 तारिक होइन, यो पोहोर सालको टमाटर हो। हामीले फ्रिजमा राखेर घरको फ्रिजमा राखेको। यो तामा पनि अब घरकै। यो चिकन चाहिँ होइन है, चिकन चाहिँ अचार चिकन चाहिँ के मजाले भएको भयो। टमाटर अलिक भयो के को बस्यो चौलेरी चामलको चामलको अनि के मिसाउनु पर्छ त्यहाँ बेसार बेसार मात्र केही छैन। अब यो कति राख्ने सानो आगोमा अब सानो आगोमा बेसार र चौलेरी मात्र हो